नमस्कार, हार्दिक स्वागत र अभिवादन। मनोज झा मुक्ति युट्युब च्यानल लगायत विभिन्न मिडियाबाट हेरिराख्नुभएका सम्पूर्ण दर्शक महानुभावलाई म मनोज झा मुक्ति हार्दिक स्वागत गर्न चाहन्छु। दर्शकवृन्द, नेपालमा एक त हरेक क्षेत्रमा अहिले किचलो देखिएको छ, ओह्रालोतिर लागेको छ। म आज कुरा गर्छु लोकतान्त्रिक समाजवादी पार्टीमा देखिएको विचलनको सन्दर्भमा। लोकतान्त्रिक समाजवादी पार्टीले आफ्नो केन्द्रीय कार्यसमितिलाई विस्तार गरेको छ। त्यसमा विस्तार गर्ने बित्तिकै धेरै कद्दावर नेताहरू, धेरै पहिलादेखि राजनीति गर्दै आउनुभएका नेताहरूले पार्टी छोड्ने क्रम जारी राख्नु भएको छ। आज म आइपुगेको छु महोत्तरी जिल्लाको रमौल गाउँमा, जलेश्वर नगरपालिका वडा नम्बर 8 मा आदरणीय सुरेश प्रसाद सिंहज्यू कहाँ महोत्तरी जिल्ला समन्वय समितिका पूर्व संयोजक हुनुहुन्थ्यो। उहाँलाई लोकतान्त्रिक समाजवादी पार्टीले केन्द्रीय सदस्य बनाएको थियो त्यो लिस्टमा, र उहाँले पार्टीको साधारण सदस्य नरहने गरी राजीनामा दिनुभएको छ। उहाँसँगको कुराकानी हेरिदिनुहोला। मसँग हुनुहुन्छ आदरणीय सुरेश प्रसाद सिंहजी। यहाँलाई हार्दिक स्वागत छ। धन्यवाद मनोजी। के छ खबर अहिले? एकदम ठिक छु। बिहान यता मर्निङ वाकमा निस्केको थिएँ, तपाईँ आइपुग्नु हो, खुसी लाग्यो। म लोकतान्त्रिक समाजवादी पार्टीको कुरा गर्दैछु। पार्टीबाट त साधारणै सदस्य नरहने गरी तपाईँले राजीनामा दिनुभयो नि? हो, मैले साधारण सदस्यबाट पनि राजीनामा गरेको छु, पार्टी नै परित्याग गरेको छु। किन? मनोजी, अब यो विषयलाई तपाईँले कोट्याइहाल्नुभयो होइन। तपाईँले सायद लोसपा नेपालले जुन आफ्नो एक्सटेन्सन गरेको छ, कार्य समितिलाई एक्सटेन्सन गरेको छ, त्यसलाई अध्ययन गर्नुभयो होला। त्यो पूर्ण रूपेण मैले आफ्नो राजीनामा पनि भनेको छु, परिवारवादको रोगबाट ग्रसित छ, चाप्लुसीवादको रोगबाट ग्रसित छ र वंशवादको प्रकाष्ठा नागेको छ। त्यो विस्तार एक्सटेन्सनलाई तपाईँले अध्ययन गर्नुभयो भने पाउनुहुन्छ। र यसरी वर्तमान अवस्थामा पार्टी चलाउन खोज्नु पूर्ण रूपेण यो अराजकतावादी चिन्तनबाट ग्रसित छ। मलाई के लाग्दछ भने पार्टी नेतृत्वभित्र आएको चरम वंशवादी चिन्तनले पार्टीमा ठुलो हरास ल्याउने निश्चित छ। यस किसिमको तौर तरिकाले पार्टीलाई अगाडि लान सकिँदैन एउटा कुरो। र पार्टीको आन्तरिक जीवन पूर्ण रूपेण अप्रजातान्त्रिक छ, पूर्ण रूपेण अप्रजातान्त्रिक छ। मैले त्यो ठहर गरेको छु। त्यसकारणले गर्दा यो पार्टीभित्र बसेर देश, जनता र मधेसको लागि केही राम्रा कामहरू पनि गर्न नसकिने स्थिति छ। तपाईँले थाहा होला, लामो समयदेखि लोसपा नेपालका कार्यकर्ताहरू जिम्मेवारी विहीन अवस्थामा रहेको स्थिति थियो। म धन्यवाद दिन चाहन्छु। ढिलै भए पनि उहाँहरूले अवैज्ञानिकै तरिकाले भए पनि, गलत चिन्तनकै आधारमा भए पनि एक्सटेन्सन गर्नुभएको छ। म उहाँहरूलाई धन्यवाद पनि दिन चाहन्छु। ठिकै छ, उहाँहरूलाई लाग्दछ यही तरिकाले पार्टीलाई अगाडि लिएर जान सक्छु भन्ने चिन्तन उहाँहरूमा छ भने उहाँहरूको यात्रा सफल होस् भन्ने मेरो कामना हो। मैले पार्टी परित्याग गरेको छु। यिनै विषयहरूसँग सम्बन्धित मैले एउटा स्पष्ट रूपमा के भनेको छु भने त्यो भित्र ऊर्जावान कार्यकर्ताहरूको मूल्याङ्कन गरिएन, त्यो भित्रका लामो इतिहास बोकेका कार्यकर्ताहरूको मान मर्दन गर्ने कामहरू भएको छ। यिनै विषयहरूको सेरोफेरोमा रहेर मेरो नैतिकताले, मेरो आत्मस्वाभिमानले त्यो विषयलाई स्वीकार गर्न सकेन र मैले चाहिँ पार्टी परित्याग गरेँ। तपाईँले गजननारायण सिंहजीलाई पनि उल्लेख गर्नुभएको छ तपाईँ आफ्नो राजीनामा होसमा। गजननारायण सिंहलाई पार्टीले पुरै बिर्सेकै हो त? मैले हजुरलाई स्पष्ट रूपमा के भन्न चाहन्छु, म तपाईँलाई एउटा इन्सिडेन्ट्सको पनि उदाहरण दिउँला। गजेन्द्रनारायण सिंहको लाइनमा नेपालको मधेसको आन्दोलन अगाडि गइरहेको छ र विभिन्न घटकहरू, मधेसवादी चिन्तनबाट ग्रसित विभिन्न घटकहरूले त्यो आदर्शलाई नै पछ्याइरहेको स्थिति छ। तर हृदयले गजेन्द्रनारायण सिंहको चाहिँ
उसलाई गजनारायण सिंहको कन्ट्रिब्युसनलाई गजनारायण सिंहले मधेसको लागि उठाएको जुन एउटा ऐतिहासिक विषयहरू छ त्यसलाई आत्मसात गर्ने आँट गरिरहेको छैन। गजनारायण सिंहको नाम लिन पनि यिनीहरूलाई डर लाग्छ या लाज लाग्छ वा हिंता बोध हुन्छ। यो अवस्था नेतृत्व वर्गमा मैले पाएको छु। मैले काठमाडौँको एउटा कार्यक्रममा राजपा हुँदा यो पार्टी अगाडि हुँदा म त्यति बेला पनि यसको सेन्ट्रल कमिटीमा थिएँ र त्यति बेला चाहिँ गजनारायण सिंहको फोटो राख्ने कि नराख्ने भन्ने विषयमा विवाद भएको थियो। मलाई त्यति बेला पनि यो कुरा धेरै किन इतिहासलाई किन आत्मसात गर्न सकिरहेको छैन नेतृत्वले। आखिरमा मधेसवादको जननी त गजनारायण सिंह हुनुहुन्छ। निश्चित त्यस कारणले मैले आफ्नो राजीनामामा स्पष्ट रूपमा के भनेको छु भने गजनारायण सिंहको आदर्शलाई पछ्याउँदै जाने, उहाँले उठाउनु भएका इस्युहरू नै आजका मधेसका राजनीतिक दलहरूका इस्यु बनेको छ तर गजनारायण सिंहको एक्सटेन्सलाई उहाँहरूले स्वीकार्न सकिराख्नु भएको छैन। यो यथार्थ हो। अब यो कुन मनोग्रन्थीले काम गरिरहेको छ, यसलाई कुन मनोग्रन्थी भन्ने मलाई त्यस्तो लाग्दछ त्यो पनि एउटा विषय हो। महोत्तरीमा त एकदमै पदाधिकारी राखिएको छ। 58 जना महोत्तरीबाट समेटिएको छ। केही पत्रपत्रिकाले तपाईँले पदाधिकारी नबनाएकोले गर्दा तपाईँ राजीनामा दिनुभयो भनेर आएको छ। होइन, योभन्दा पनि मलाई सेन्ट्रल कमिटीमा राखेको थियो। म पहिले सेन्ट्रल कमिटीमा छँदै थिएँ। त्योभन्दा पनि मैले भने नि पार्टी सञ्चालन गर्ने जुन तौर तरिका अवलम्बन गरिएको छ त्यो विषयसँग नै मेरो असन्तुष्टि छ। जुन तरिकाले एक्सटेन्सन गरिएको छ कुनै मापदण्डले त्यहाँ काम गरेको छैन। त्यहाँ चाप्लुसीवादले काम गरेको छ, जसले नेताको अगाडि पछाडि चम्चागिरी गर्ने काम गर्दछ। ती व्यक्तिहरूलाई कार्यक्षमताको आधारमा होइन, चाप्लुसीको आधारमा, वंशको आधारमा, परिवारको आधारमा चाहिँ यी एक्सनहरू लिएको छ। त्यस कारणले गर्दा मलाई पदाधिकारी बनाएन त्यो विषय प्रमुख विषय होइन, तर जुन तरिका अवलम्बन, जुन चिन्तन नेतृत्व वर्गमा देखिएको छ त्यो चिन्तन घातक चिन्तन हो। यसले चाहिँ वर्तमानको चुनौतीलाई थाम्न सक्दैन। यो यथार्थ हो। एमाले छोडिसकेपछि तपाईँ मधेसवादीमा आउनुभयो। यतिका दिनदेखि खास गरी महोत्तरीको कुरा गर्दाखेरि महोत्तरीमा पार्टी सञ्चालन कुन प्रकारले हुँदैछ त? होइन, यो सञ्चालन कसैले गरेकै छैन। म तपाईँले स्पष्ट रूपमा के भनौँ भने यो कुनै प्रक्रियाबाट अगाडि गइरहेको छैन। विगत लामो समयदेखि पार्टी नेतृत्वविहीनताको अवस्थाबाट गुज्रिरहेको छ। केही जितेका व्यक्तिहरू होइन, संसदीय फाँटमा आइरहेका व्यक्तिहरूले मोनोपोली ढङ्गले पार्टीलाई हाँकिरहेको छ। यहाँनिर कुनै अध्यक्ष, नामको अध्यक्ष बनाइएको छ, नामको अध्यक्ष, त्यसको कुनै भूमिका छैन। कार्य समिति छ, त्यो कार्य समितिको आफ्नो केही भूमिका छैन, स्वतन्त्र भूमिका छैन, होइन, कुनै कार्यक्रम छैन, केही छैन, होइन। ती व्यक्तिहरूको, जितेका केही व्यक्तिहरूको, संसदीय फाँटमा आएका केही व्यक्तिहरूको सनकको आधारमा यो पार्टीहरू सञ्चालन भइरहेको छ। त्यो सनक हो, म त्यसलाई सनक भन्छु। यसरी कुनै पनि पार्टी सञ्चालन भइरहेको छैन। यसको आन्तरिक जीवन नै अस्तव्यस्त छ। जबकि प्रजातान्त्रिक पार्टी हो, डेमोक्रेटिक पार्टी हो, आफूलाई डेमोक्रेटिक पार्टी भन्छ, तर यसको आफ्नो आन्तरिक जीवन पूर्ण रूपेण गैर प्रजातान्त्रिक छ, गैर वैज्ञानिक छ। त्यहाँ कुनै पनि किसिमको सिस्टमले काम गरिरहेको छैन। यो अवस्था छ। एउटा मब तन्त्रले काम गरेको छ, जसलाई जे मन लागेको छ त्यही गरेको छ। अब यो पार्टीको भविष्य कस्तो देख्नु भएको छ? होइन, म भन्छु यो पार्टी फलोस् र मधेसको हितमा काम गरोस्, मेरो चाहना त्यो छ। तर जुन प्रकारले यो पार्टी जान खोजेको छ यसले अनिष्ट निम्त्याउँदछ। यो राम्रो तौर तरिकाले अगाडि गइरहेको छैन। कुनै पनि तौर तरिकाले अगाडि गइरहेको छैन। यसको संगठनात्मक कुनै पद्धति नै छैन, कुनै तौर तरिका नै छैन। यो अवस्थाबाट अगाडि यी विषयहरूले झन् हामी जस्ता कार्यकर्ताहरूलाई चिन्तित बनाएको छ। तपाईँ कामविहीन अवस्थामा क्याडरहरूलाई लामो समय राखेर के गर्न खोज्नु भएको छ, के दिन खोज्नु भएको छ, उसको ऊर्जालाई नाश गर्न खोज्नु भएको छ। ऊ भित्र रहेको आज मधेसको लागि चाहे मुलुकको लागि गर्न सक्ने क्षमतालाई तपाईँले ड्यामेज गर्दै हुनुहुन्छ, सराउँदै हुनुहुन्छ, बर्बाद गर्नुहोस् न यार। देश र जनताको लागि काम गर्नुहोस् न। मेरो भनाइ त्यो हो। जनतालाई तपाईँ कार्यकर्ता तपाईँसँग आबद्ध भएर बसेको छ, तर उसँग कुनै वर्ग छैन, टास्क छैन, केही छैन। यो अवस्थामा तपाईँ पार्टीलाई राखेर त्यो कार्यकर्ताको भविष्यसँग खेलवाड गर्दै हुनुहुन्छ, उसमा भएको ऊर्जालाई विनाश गर्दै हुनुहुन्छ। यो अवस्था छ पार्टीको।
यो अवस्थाबाट यो पार्टी अगाडि साङ्गठनिक रूपमा अब यसले लोसपाले त महोत्तरीमा धेरै क्षेत्रहरू जिते, सङ्गठन कस्तो छ? होइन तपाईँले यसको सङ्गठनात्मक संरचनै छैन, यो पार्टी बन्नै सकेको छैन मनोजजी। तपाईँ ग्रास रुटमा जानुभयो भने यो पार्टी छैन हो। योसँग जुन आबद्ध व्यक्तिहरू छन् ती मधेस आन्दोलनको लगानी, मधेस आन्दोलनमा भएका भूमिकाहरू, त्यसका केही अवशेषहरू यद्यपि त्यहाँनिर छ र साथीहरू लागिराख्नु भएको छ, केही राम्रा साथीहरू पनि लागिराख्नु भएको स्थिति छ। तर पीडा झेलेर ती साथीहरूले अहिले पनि उहाँहरूसँग आबद्ध भइराख्नुको स्थिति। अब तपाईँ पुनः लोकसभामा फर्किने सम्भावना कतिको छ? होइन, मैले परित्याग गरिसकेको छु होइन, लोकसभामा फर्किने कुरो छैन म अब अहिले यत्तिकै होइन। तर देश, जनता र मधेसको लागि मेरो समर्पण भाव रहनेछ। मरुन्जेलसम्म पनि म आफ्नो माटोको लागि मैले गरेको छु। मैले विद्यार्थी कालदेखि नै देश, जनता, प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र र मधेस मुभमेन्ट सबैमा मेरो इन्भल्भमेन्ट रहँदै आएको छ। यसको निरन्तरता म बाँचुन्जेल दिइरहन्छु कुनै न कुनै रूपमा। अब थोरै देशको कुरा गरौँ। केही नेताहरूले भन्दै हुनुहुन्छ कि 2084 को चुनाव यो देशले हेर्दैन होला, पुरै व्यवस्था नै परिवर्तन हुन गएको छ। तपाईँलाई कस्तो लागिरहेछ? होइन मनोजजी, एउटा कुरो के छ भने देशमा प्रजातन्त्र आयो, गणतन्त्र आयो होइन। आज हामी त्यसको अभ्यास पनि गरिरहेका छौँ। तर जनता जहाँ थियो त्यहीँ छ। कुनै प्रकारको परिवर्तन जनताले अनुभूत, राजकीय सत्तामा परिवर्तन भयो, संरचनामा परिवर्तन भयो, तर जनताको जीवन, आमूल जीवनमा कुनै पनि प्रकारको परिवर्तन आउन सकेको छैन। र वास्तवमा भन्नुहुन्छ भने मुलुक एक प्रकारले उकुस मुकुसको अवस्थामा छ। तपाईँ हेर्दै हुनुहुन्छ भ्रष्टाचारको अवस्था के छ, तपाईँ हेर्दै हुनुहुन्छ नयाँ पार्टीहरू आइरहेको छ, त्यसप्रतिको आकर्षण बढ्दो किसिमले अगाडि गइरहेको स्थिति छ। र पुराना पार्टीहरूप्रतिको जुन एउटा आक्रोशको भाव जनतामा देखिएको छ। तपाईँले अध्ययन गर्नुभयो होला, हाम्रो काठमाडौँका मेयर बालेनजीले सिंहदरबार जलाइदिन्छु भन्दाखेरि लाखौँ लाख लाइक हुन्छ, त्यसले त्यो सङ्केत के दिइरहेको छ भने जनताभित्र व्यापक आक्रोश, वर्तमान राजनीतिक दलहरूप्रतिको व्यापक आक्रोश हो। यो आक्रोशले के खोजेको छ त? यो आक्रोशले के खोजेको छ? तपाईँ हेर्दै हुनुहुन्छ एउटा राजनीतिक दलको नेतामाथि खुकुरी प्रहार हुन्छ र जो खुकुरी प्रहार राम्रो हो, यसले राम्रो गर्यो भन्ने किसिमको कुरा आइरहेको छ। यसले जनताको मनोभाव कता गइरहेको छ, कहाँ गइरहेको छ? जनताले निश्चित रूपमा अहिलेकै अवस्थामा चाहिँ बस्न सकिँदैन है भन्ने किसिमको भाव लिएर जनता बाँचिरहेको स्थिति छ। र यस प्रकारले जनतामा जुन आइरहेको नेगेटिभ सेन्स छ, यो नेगेटिभ सेन्सले मलाई लाग्दछ यो वर्तमान संरचना यही रूपमा अगाडि रहन सक्दैन यदि राजनीतिक दलहरूले आफूभित्र आमूल परिवर्तन गर्दैन, आफ्नो चिन्तनमा परिवर्तन गर्दैन, आफ्नो तौर तरिकामा परिवर्तन गर्दैन, आफ्नो सोचमा परिवर्तन गर्दैन भने निश्चित रूपमा यही रूपमा चाहिँ जनताले यो राज्य व्यवस्था, अहिलेको जुन तौर तरिका, अहिले जुन प्रकारले यिनीहरूले मुलुकलाई हाँक्न खोजेको छ, यही अवस्थामा जनता रहन सक्दैन। त्यसको सङ्केतहरू देखा परिरहेको स्थिति छ। त्यसको सङ्केतहरू अकासिदो छ। मूल्यभाव तपाईँ हेर्नुहोस्, अकासिदो छ होइन। मूल्यभावको अवस्था त्यही छ, भ्रष्टाचारको अवस्था त्यही छ, सर्भिस डेलिभरीको अवस्था एकदम कमजोर छ, पुवर छ। यस प्रकारले मुलुकलाई हाँक्ने यदि कसैले सपना देख्छ भने मलाई लाग्दछ नेपालको जनताले परिवर्तनको दिशातिर अगाडि जान्छ। त्यो परिवर्तन भोलि एउटा अनिष्टकारी पनि हुनसक्छ, फलदायी पनि हुनसक्छ होइन। जनता नै जनार्दन हो, जनताले लिने निर्णय सबैलाई स्वीकार गर्नुपर्ने स्थिति हुन्छ। तर देश उकुस मुकुसको अवस्थामा छ, जनता उकुस मुकुसको अवस्थामा छ। जनताले परिवर्तन अहिलेकै यो राजकीय सत्तामा यही प्रकारले चाहिँ नरहने सङ्केतहरू देखा पर्न थालेको छ। अन्त्यमा अब फेरि म एकचोटि हजुरलाई जिज्ञासा राख्दैछु कि अब यो पार्टी छोडिसकेपछि तपाईँ त राजनीतिक मान्छे हो, पुरै रगतमै राजनीति छ, अब के कुनै अर्को पार्टीमा जाने सुरसार कसिसक्नु भएको छ कि होइन? अहिले तत्कालै मनोजी त्यस्तो केही छैन होइन। मलाई चित्त नबुझेर मैले चाहिँ पार्टी गराएको छु, रिल्याक्स। नेताहरूले त फोन गरे होला?
साथीभाइहरू छन्, सबै दलभित्र साथीभाइहरू छन् होइन। के भयो कहाँ भयो स्वाभाविक रूपमा होइन, जीवन्त रूपमा हिँडिरहेको अवस्था छ। त्यस कारण साथीभाइहरूले चाहिँ जिज्ञासा राखिराख्नु भएको छ, कुराकानी भइरहेको छ सबैसँग, देशको अवस्थाको बारेमा, वर्तमान राजनीतिको अवस्थाको बारेमा सबैतिरबाट चासोहरू साथीहरूले व्यक्त गरिराख्नु भएको छ, कुराकानी भइरहेको स्थिति छ। तर मैले तत्कालै चाहिँ कुनै निर्णय लिने पक्षमा छुइनँ। हस्, हामीलाई समय दिनुभएकोमा धेरै धेरै धन्यवाद। धन्यवाद मनोजजी, खुसी लाग्यो। तपाईँ त मेरो पुरानो मित्र, मेरो राजनीतिक जीवनलाई, मेरो व्यक्तिगत जीवनलाई धेरै नजिकबाट तपाईँले हेर्नुभएको छ र चाहिँ यसरी समय दिनुभयो। तपाईँ आफ्नो युट्युब लगायतका मिडिया च्यानलहरूको लागि, त्यसको लागि म तपाईँलाई हार्दिक धन्यवाद दिन्छु। धन्यवाद। दर्शक महानुभाव, हामीले सुन्यौँ आदरणीय दाजु सुरेश प्रसाद सिंहज्यूको कुरा। पार्टीमा किन उहाँले राजीनामा दिनुभयो, देशको अवस्था अहिले कस्तो छ, सामान्य रूपमा हामी कुरा गऱ्यौँ। हामीलाई हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। युट्युब च्यानललाई लाइक गरिदिनु होला, सेयर गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला। धन्यवाद, नमस्कार।